आज चाहिँ हामी यहाँ भाइकोमा टिका लाउन आएको छु बडी यहाँ छ अन्त यहाँ नानीहरु चाहिँ यहाँ फोनमा सुरु गरेको चाहिँ पासन भाइकोमा आएको छु मेरो छोरी मासु खाइ वाक्कै चाहिँ भाइकोमा खाना खान हामी चाहिँ खाना खान सुरु गरेको है साथीहरु पासन भाइकोमा हामी चाहिँ खाना खान आइरहेको छ दशैंको सेकेन्ड डे पासन भाइकोमा आफ्नो आफ्नो गफ हुन्छ यहाँ चाहिँ खाना सुरु गरेको है अब चाहिँ यो चाहिँ हाम्रो कहिले आइरहनु आउनु भएको छ टिका लाउनु खाना खानु हुँदैछ यो चाहिँ साइल्याङ छोरा हो बुढा बोबो कहिलेको छोरी हो सिस्टिका कहिलेको कान्छी छोरी यसबाट कान्छी आइको छोरा हो कान्छी आइ चाहिँ आउनु भएको छैन आज आउनुहुन्छ अंकितलाई भात दे अंकित रुँदैछ हो लाङ्छ र भात दे अंकितलाई न भयो प्लिज ओलाम त खानु न हो सादा ओलाम त खानु न मेरो जनी थाल मात्र रहेछ भातै छैन भातै छैन थाल मात्र रहेछ नाइट क्यान्डल नाइट डिनर जस्तै भयो लाइट नभएर जस्तो अनि खुसीहरू यहाँ कस्तो खोकी लागिरहेको छ चिसो लाग्यो के हो तातो पानी मोबो कहिलेङे आफूले छोरा चरा कुकिङ गर्ने मान्छे यहाँ छ हेरेको अम्बो दामी 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 मिन्जु नाच न त्यस्तो नगर न अम्बो दामी दुर्गा जस्तो लाग्ने हो